पल दूर गवारा नहीं, तेरे लिए हर रोज है जीते, तुझको दिया मेरा वक्त सभी। कोई लम्हा मेरा ना हो तेरे बिना, हर सांस पे नाम तेरा, क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी, अब तुम ही हो चैन भी, मेरा दर्द भी, मेरी आशिकी, अब तुम ही हो। तेललाई तारेर जस्ट निकाले भयो हैन, तातो भयो। त्यसपछि हामीले देशी घी है, मतलब घिउ है, हामीले घिउ राम आवश्यक अनुसार। हाम्रो तातिसकेपछि गरम मसला मतलब खडा मसलाहरू सबै हाल्दियौँ है, हामीले लङ सुकमेलहरू सबै हाल्दियौँ। बुझ्दैछु। हामीले मिक्स पुलाउ है चप हाल्दियौँ है, ओके एड गरिदिउँ है, हाल्यौँ है 2 स्पुन हाल्दै गार्लिक पेस्ट हाल्यौँ है, थोरै क्याप्सिकम, त्यही भएर हामीले क्याप्सिकम पनि एड गऱ्यौँ है। थोरै भेजिटेबलको लागि नुन हाल्यौँ मैले है, थोरै पनि एड गरिदिएँ है। पहिला फ्राई गरेर राखेको भेजिटेबल, बोइल गरेको भेजिटेबल जुन सुकै युज गर्न सक्यो है। अब मैले फेरि यसमा मिक्स गरिदिएँ है। ड्राई फ्रुटहरू हामीले गरेर राखेको छौँ, क्यासनट अनि किसमिसलाई फ्राई गरेर राखेको छ, यसलाई पनि अहिले एड गरिदिउँ है। पानी जल एड गरेँ आवश्यक है। तातो हुनेसम्म यसलाई छोपिदिउँ है। यसलाई केयर गरौँ। हाम्रो अब राम्रो मजाले पानी बोइल भइसकेपछि अब हामीले बोइल पानीलाई आधा घन्टा भिजाएर हामीले राखेको छौँ है, यहाँ राइसलाई है, बासमती राइस ल्याएको छौँ हामीले। ल ओहो यार बढी पानी हो, ठिक छ ल। थोरै एड गरिदिउँ है। गरम मसला अब हाम्रो गरम मसला हालिदिएको थियो, अझै थोरै नुन आवश्यक टेस्ट अनुसार नमक हालिदियो है। हाम्रो अब भेज पुलाउ रेडी भइसकेको छ है खानु। अब यसलाई हल्का दम हाल्न बाँकी छ है, हल्का दम हालेर राखिदिउँ ल, ठिक छ।